नमस्कार साथीहरू। आज म एउटा यस्तो विषय बोल्दैछु जो वर्षौंदेखि हाम्रो समाजमा लुकेर बसेको छ, बलि प्रथा। धर्मको नाममा निर्दोष जनावरको ज्यान लिने प्रथा। एकछिन आँखा बन्द गरेर सोच्नुहोस्, एक निर्दोष बोकाले एउटा थरीथरी काँपिरहेको परेवालेलाई के दोष छ? के उसले धर्मविरुद्ध काम गरेको छ? उहाँहरू त हामी जस्तै डराउँछन्, सास फेर्छन्, पीडा महसुस गर्छन्। पीडा महसुस गर्छन्। विश्व स्वास्थ्य संगठनले बताउँछ हिंसा हेर्दै हुर्किएका बालबालिकामा असहानुभूति र आक्रामकता बढ्ने जोखिम 35% बढी हुन्छ। युनेस्कोका अनुसार धार्मिक हिंसाले समाजमा करुणाको संस्कार कमजोर बनाउँछ र धेरै हिन्दू धर्मशास्त्रमा स्पष्ट लेखिएको छ अहिंसा परमो धर्म, अर्थात् अहिंसा नै सबैभन्दा ठूलो धर्म हो। आज नेपाल भारतका धेरै राज्य, धेरै मठ मन्दिरले बलि प्रथा पूर्ण रूपमा रोकिसकेका छन्, किनकि उनीहरूले बुझिसके देवता रक्तले होइन, सद्भाव र सच्चा श्रद्धाले प्रसन्न हुन्छन्। हामी आफ्ना बच्चालाई भन्छौँ दयालु बन, उदार बन, सबैप्रति प्रेम गर, तर मन्दिरमै एक प्राणी कुटिएको, काटिएको दृश्य सायद उनको मनमा जलेको एउटा हिंसाको चित्र बन्छ। आज होइन, भोलि समाजमा यसको असर देखिन्छ। साँचो कुरा के हो भने हिंसा कहिल्यै पनि धर्मको रूप हुन सक्दैन। धर्म भनेको करुणा हो, बाटो देखाउनु हो, प्रेम र क्षमाको शिक्षा दिनु हो। बलि प्रथाको सट्टा फूल चढाउँ, दीप बालौँ, फल अर्पण गरौँ। मानवता, दया र सद्भाव यी नै हुन् साँचो पूजा। हामी परिवर्तन ल्याउन सक्छौँ। सुरुवात आजै गरौँ। आउनुहोस्, देवतालाई अगाउनका लागि रक्त होइन, शुद्ध मन, प्रेम र करुणा अर्पण गरौँ। म तपाईँ सबैलाई अनुरोध गर्दछु, बलि प्रथा अन्त्य गरौँ। करुणा फैलाउँ, हाम्रो सानो कदमले कसैको ज्यान बच्न सक्छ। धन्यवाद।